अहिले चाहिँ घरमा चाहिँ हामी आएको र आज चाहिँ तिते बनाउन लाग्छु कुखुराको। यहाँ चाहिँ मैले पहिला टाउको जम्मा बनाइरहेको छु। त्यसपछि तितेको लागि यो चाहिँ तितेको लागि पहिला सरर एकपल्ट पोलिन्छ। त्यस पोलिसकेपछि त्यो सरर पोलिसकेपछि पहिलाको फालिन्छ। त्यसपछि चाहिँ दोस्रो लटमा चाहिँ यसो कालो भएको चाहिँ सबै चाहिँ अलि यसो थालमा चाहिँ मैले राख्नु भएको छु। यहाँ डढाएर सबै झारिन्छ। त्यसपछि तितेको लागि चाहिँ यसको खुट्टा पखेटा सबै चाहिँ पोलेर चाहिँ मसिनो टुक्रा बनाएर चाहिँ तितेको लागि चाहिँ तयारी गरिन्छ। सबै जोड्नेछु, हेर्दै गर्नु होला। ल त्यसरी सरर पोलिन्छ। एकपल्ट पोलिसकेपछि चाहिँ यसलाई पहिला पोलेको चाहिँ फालिन्छ होइन। त्यसपछि चाहिँ दोस्रो लट पोलेको चाहिँ सबै झारिन्छ त्यहाँ थाल अथवा नाङ्लोमा। त्यसपछि चाहिँ तितेमा चाहिँ यो खुट्टा पखेटा सबैको चाहिँ कुकरमा खाना आइसकेको छ। त्यसपछि हामी घोल्छौँ। राईहरूको 3 चुला यो चाहिँ 3 चुलामा चाहिँ वर्षमा 2 पल्ट उधौली र उभौली हुन्छ। यही चुलालाई पुजिन्छ। ओहो यो डोडो क्या हो? यो तितेको लागि चाहिँ यसरी यो चाहिँ सबै रौँ डढाएर यसरी यो तितेको लागि चाहिँ यसरी छुट्याइरहेको छ। यसमा चाहिँ यो खुट्टा पखेटा सबै मिसाइन्छ र मरमसला नुन खोर्सानी लगाएर चाहिँ बनाइन्छ तिते। त्यसपछि चिसोसँग खाइने भयो, बियरसँग खाइने भयो। तितो हुन्छ। तपाईँले कतिपल्ट खाइसक्नु होला र खानु बाँकी रहेछन् तपाईँले चाहिँ यसरी बनाएर खान सक्नुहुन्छ। पहिलो रौँ चाहिँ डढाएर फाल्दिनु माथि माथि। त्यसपछि दोस्रो पल्टदेखि चाहिँ डढाएर यसरी नाङ्लोमा यसरी नाङ्लो अथवा थालमा चाहिँ झार्ने र तितेको लागि तयार गर्ने। ल यो चाहिँ तितेको लागि चाहिँ खुट्टा र पखेटा छुट्याइरहेको छ मैले। सकिन्छ। यो चाहिँ तितेको लागि चाहिँ मसिनो पिस बनाएर खुट्टा र पखेटा चाहिँ छुट्याएर फ्राई गरिन्छ। त्यो अहिलेको त्यो यसको रौँ कालो बनाएर राखेको चाहिँ पोलेर त्यसमा चाहिँ मिसाएर चाहिँ तितेको लागि चाहिँ फ्राई गरिन्छ। पखेटा र खुट्टा यसरी एकछिन यसलाई यता राखिदिन्छ तरकारीको लागि। हो नङ चाहिँ मजाले फाल्नु है। खाटो बनाउँछ फाल्नु त त्यो चाहिँ तितेको लागि मसिनो पिस बनाएर हात काट्ला मसिनो यति हुन्छ। च्याक गर्नु न त्यही मसिनो के छ्याक गर्नु न मसिनो त्यही नै किमा टाइपको गर्नु न किमा टाइपको के छ्याक यो तरिकाले चाहिँ तितेको लागि चाहिँ यता सङ्गीतामा जाँदा चाहिँ तितेको लागि चाहिँ तयार गर्दै हुन्छ कराईमा। मैले काटिसकेको छु। यो मसिनो यो खुट्टा पखेटा सबै यो रहेछ यहाँ तितेको लागि चाहिँ। खानु त मिठो हो, बनाउनु लास्टै गर्मीको बेलामा चुलामा खाना गाह्रो छ। लोकल कुखुराको पहिला तिते मासु है मासु
मजाले फ्राई गर्ने। यो चाहिँ अझै तिते बनिरहेको छ। एकछिन फ्राई गर्ने। मरमसलाहरू यता देख्न त्यसपछि सक्नुहुन्छ। मरमसला चाहिँ यहाँनिर लसुन अलिकति पिन्ने, अनि अलिकति अदुवा, अनि अलिकति चाहिँ सुकेको खोर्सानी, यति भएपछि भयो मसला। एकछिन भुट्नुपर्छ, अलिक पाक्नु दिने। यो चाहिँ तितेको लागि चाहिँ फ्राई भइरहेको छ। यतातिर चाहिँ एकखेर सुप बन्छ। तिते बनिसकेपछि ल तिते फ्राई भइरहेछ। सङ्गीता म्याडमले चाहिँ तिते फ्राई गरिरहेछ। अलिकति किचनमा चाहिँ गर्मी छ, यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ 3 चुलामा यसरी बनाइएको छ। अनि यहाँ अदुवा, लसुन, खोर्सानी, यसको मसला यही हो। ल यो राईहरूको चाहिँ 3 चुला रहेको छ। यो 3 चुलामा चाहिँ एउटा शक्ति रहेको हुन्छ राईहरूको। चाहिँ उधौली र उभौलीमा चाहिँ 2 पल्ट पुज्ने गरिन्छ। वैशाख पूर्णिमा र मौसरी पूर्णिमा चाहिँ 2 पल्ट पुजिन्छ यो चुलामा चाहिँ। ल तिते लागिसकेको छ। त्यहाँ त कालो कालो देखेको चाहिँ तिते रहेछ। त्यो चाहिँ कुखुराको चाहिँ पोलिसकेको त्यो चाहिँ कालो त्यो रौँको चाहिँ मसिनो कालो हुन्छ। त्यसलाई चाहिँ मासुमा फ्राई गरिन्छ र खाना पनि लगाएर अब फ्राई गरिन्छ। त्यो देख्न सक्नुहुन्छ। अझै तिते बनिरहेको छ। देख्न सक्नुहुन्छ तिते बनाइरहेको छ। सङ्गीता म्याडमले खाना सबै हालिसकेको छ। यहाँ हाल्ने चिज सबै हालिसकेको छ। अब चलाउनु पर्छ र त्यसपछि फ्राई भइसकेपछि निकालिन्छ। ल यो चाहिँ खानाको लागि हो। तिते बनिरहेको छ। यो चाहिँ अब यो एकदम तिखर बनाएको चाहिँ सुप बनाउने हो। आगोमा पकाएको चाहिँ स्पेसल हुन्छ। त्यो ग्यासमा चाहिँ त्यति टेस्टी हुँदैन नि त। त्यही भएर चाहिँ हामीले चाहिँ आगोमा पकाउनु लाग्छ नि। सबै आगोमा पकाएको चाहिँ एकदम टेस्टी हुन्छ। यो पिस गरेको चाहिँ खानासँग खाने देख्नुहुन्छ। यो चाहिँ पिस बनाएको छ। यो चाहिँ फ्राई गरेर सुप उमालेर चाहिँ पकाएर यसको चाहिँ अब यसको चाहिँ सुप बनाएर चाहिँ आगोमा पकाएको सुप टेस्ट छुट्टै हुन्छ। अब चाहिँ यो पिस गरेर चाहिँ फ्राई गर्ने, त्यसपछि चाहिँ सुप बनाएर चाहिँ खाने यसको चाहिँ। अब यो चाहिँ तिते बनिरहेको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ तिते रहेको छ। तिते पाकिसकेको तयार भइसकेको छ। अब तिते पाकिसकेको छ। ल तिते भाग यता लाउँदै हुन्छ सङ्गीता म्याडमले। तिते भाग यता चाहिँ हाम्रो माइली बहिनीले चाहिँ चिसो लगाएर छ। यता यो डिउ चिसो र तिते चाहिँ खान्छौँ हामी।
तिनजना अनि अब हजुरआमा र मम्मीलाई है ल ल ठिक छ चिसो र हजुरआमा र मम्मीलाई अनि तपाईँ तिते तयार भइसकेको छ अब अनि खाना सुरु हुन्छ ठुलो कान्छा भाइलाई सङ्गीताबाट भाग लगाइरहेको छ यतातिर के खाएर छ अहिले हामी टेस्टी छ चिज है यहाँ चाहिँ मासु पाक्दैछ हाम्रो अब भातसँग खानलाई कस्तो लागिरहेछ त तपाईँलाई आज मैले बनाएको तिते चाहिँ मिठो छ मन पर्यो ल बिस्तारै खाँदै गर्नुहोस् है हाम्रो माइली बहिनीले पनि सुरु गरिसकेको छ यो तिते खानु तिते मेरो चाहिँ माइली बहिनी सविता राई मावलको मेरो कान्छा माको छोरी हो कसो छ बहिनी तिते एकदम मिठो मिठो छ एकदम पिरो पनि छ ल सङ्गीता मेरो चाहिँ तिते खाँदै हुन्छ कस्तो लागिरहेछ तिते सङ्गीता म्याडम तिते मिठो लागिरहेछ मिठो लागिरहेछ हजुर मलाई चाहिँ एकदम मनपर्छ तिते पहिला पहिला चाहिँ हामी सानो हुँदाखेरि चाहिँ हाम्रो घरमा चाहिँ बुवा मम्मीहरूले एकदमै धेरै बनाउनुहुन्थ्यो यस्तो त्यही भएर पहिला बच्चादेखि नै खाएको हुनाले चाहिँ मलाई एकदम मनपर्छ हजुर ल यता सुपको लागि पनि तयार हुँदैछ हजुर यो सुपको लागि खानासँग खानुलाई तयारी हुँदैछ आदरणीय दर्शकबिन्दुहरू तपाईँलाई आजको यो तिते हामीले चाहिँ तिते बनाएको यसको तितेको चाहिँ भिडियो जोडेर देखायौँ तपाईँले कहाँबाट हेर्नुभयो मेरो भिडियो कस्तो लाग्यो तपाईँले कमेन्ट गर्नुहोला तिते चाहिँ तपाईँहरू पनि बनाउँछ होला कतिपय यो पूर्व भएको जिल्लाहरू पूर्वी जिल्लामा चाहिँ प्रायः चाहिँ तिते बनाउने गरेको पाइन्छ र हामीले पनि तितेको भिडियो बनाएर जोडेर देखायौँ के कस्तो लाग्यो तपाईँले कमेन्टबाट जानकारी गराउनुहोला यति भन्दै अर्को भिडियोमा जोडिने बाचा गर्दै आजको भिडियोबाट बिदा चाहन्छु हस्त धन्यवाद।